आज नेपालले आइसिसी लिग 2 अन्तर्गत ओमानसँग नराम्ररी हार बेहोरेको छ। हार बेहोर्नुका 5 कारणहरू यस्ता रहेका छन्। त्यो जान्नुभन्दा पहिले कस्तो रह्यो त आज नेपाली क्रिकेट टिमको प्रदर्शन त्यो हेरौँ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको ओमानले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 305 रनको विशाल योगफल कडा गर्यो। त्यस्तै ओमानका कप्तान जितेन्द्र सिंहले 130 र जितेन रमदानीले 43 रनको महत्त्वपूर्ण योगदान दिए। बलिङतर्फ भने नेपाली क्रिकेट टिमको सन्तोषजनक प्रदर्शन भएन। 9 ओभर बलिङ गरेका सोमपाल कामीले 59 रन दिएर 4 विकेट लिए भने 10 ओभर बलिङ गरेका सन्दीप लामिछानेले 24 रन दिएर 2 विकेट लिँदा दिपेन्द्र सिंहले पनि समान 2 विकेट लिए। करण केसी, गुलसन भुर्तेल भने आज पनि विकेट विहीन हुन पुगे। नेपालको ब्याटिङको कुरा गर्दा नेपालले 36.5 ओभर ब्याटिङ गरेर 7 विकेटको क्षतिमा 155 रन मात्र बनायो, जसमा दिपेन्द्र सिंह एरीले 60 रन बनाउँदा भीम सार्कीले 27 रन जोडे। अन्य ब्याटरले सोचे अनुरूप प्रदर्शन गर्न सकेनन्। आज पनि पूर्ण रूपमा ब्याटिङ टिम फ्लप भयो भने वर्षाका कारण 36.5 ओभरमा रोकिएको खेल ओमानले डिएलएस मेथडबाट 102 रनको विशाल जित हात पार्न सफल भयो। नेपाल आजको खेलमा पराजय हुनुका कारणहरू यस्ता रहेका छन्। नम्बर 1, नेपालको टप अर्डर ब्याट्सम्यान आज पनि फ्लप हुनु। ओपनिङमा आएका कुशल भुर्तेल र आसिफ शेखले सोचे अनुरूप प्रदर्शन गर्न सकेनन् र त्यसै गरी लगत्तै भीम सार्की र रोहित पौडेलले पनि सोचे अनुरूप प्रदर्शन गर्न नसक्दा ब्याटिङ टिम कोल्याप्स भन्न पुग्यो। त्यसै गरी दोस्रो कारण रहेको छ कमजोर बोलिङ प्रदर्शन। अघिल्लो खेल बोलिङकै कारण जितेको नेपाली क्रिकेट टिम दोस्रो भने सोचे अनुरूप बोलिङ प्रदर्शन गर्न सकेन। सन्दीप लामिछानेले एकदमै प्रेसर बनाइरहँदा सन्दीप लामिछानेलाई साथ दिने उपयुक्त बलर नहुँदा नेपालले ठुलो हार बेहोरेको छ। जितेन्द्र सिंहले जसरी ब्याटिङ गरिरहेका थिए एक थुर्बोबाट समयमै उनको विकेट नलिनु नै ठुलो घातक बन्यो र त्यसै गरी तेस्रो नम्बर रहेको छ खराब फर्ममा भएका ओपनरहरूलाई बारम्बार मौका दिनु हो। कुशल भुर्तेल र आसिफ शेख पछिल्लो समय दुवैजना फर्ममा रहेका छैनन्, तर पनि नेपाल क्रिकेट सङ्घले उनीहरूलाई बारम्बार निरन्तरता दिइरहनु पनि नेपालको आजको खेलको हारको मुख्य कारण बनेको छ। त्यसै गरी चौथो कारण रहेको छ दबाव। चाहे बलिङ होस् चाहे ब्याटिङ, दुवैतर्फ नेपाल अत्यन्तै दबावमा देखियो। जसरी सुरुमै नेपालले ओपनिङ ब्याट्सम्यानहरू गुमायो, त्यहाँ पनि अत्यन्तै दबाव देखिएर आफ्नो सम्पूर्ण विकेट गुमायो र बलिङतर्फ पनि अत्यन्तै दबावै भयो। जितेन्द्र सिंहले जसरी नेपाली बलरहरूलाई आक्रामक खेलिरहेका थिए त्यसमा पनि अत्यन्तै दबाव देखियो। र त्यसै गरी 5औं नम्बरमा रहेको छ प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई बेन्चमै सीमित गर्नु हो। प्रधानमन्त्री कपमा अर्जुन कुमार, त्यसै गरी विनोद भण्डारी, रिजन ढकालहरू उत्कृष्ट फर्ममा रहेका थिए र उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त खेलाडीहरूलाई बारम्बार बेन्चमा नै सीमित गर्दा टोलीको नतिजामा समस्या आएको सबैको रहेको छ। हेरौँ अर्को खेलमा नेपालले उक्त खेलाडीहरूलाई स्थान दिन्छ या यही पुरानो टिमको निरन्तरता दिन्छ, त्यो भने हेर्न बाँकी नै छ। तपाईँलाई के कस्तो लाग्यो आजको प्रदर्शन? कृपया आफ्नो राय अवश्य दिनुहोला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। म हजुरहरू सामु यस्तै जानकारीमूलक भिडियो लिएर अनि क्रिकेट सम्बन्धी सम्पूर्ण अपडेट लिएर पुनः यहाँहरू सामु उपस्थित हुनेछु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। एक सब्सक्राइब गरेर साथ दिनुहोला।